सेन्सेभेरिया अर्थात् स्नेक प्लान्ट मैले 5-6 वर्ष अगाडि एक-एकवटा बिरुवा ल्याएर रोपेकी थिएँ। त्यो एक-एकवटा बिरुवाबाट है झाँगिएर हरेक वर्ष मैले यिनलाई निकालेर प्रोपागेसन गरिरहन्थेँ कि बिरुवै काटेर त सारिनँ मैले। यत्तिकै बिरुवा एउटा गमला भरियो भने त्यसबाट निकालेर यसरी 2-3 टामा गराउने, 3टाबाट एउटाबाट 3टा, 3टाबाट 5वटा यस्तै गरी फेरि अर्को वर्ष यसबाट सारेर फेरि ठुलो गमलामा मैले सारेँ। अनि यसमा पनि कति धेरै झाँगिएको छ कि यसो गमला भरिन थाल्यो भने मैले फेरि यसरी निकालेर अर्को गमलामा सारिदिइहाल्ने कि फेरि अर्को वर्ष त्यो गमला पनि भरिन्छ कि। यति गरी मसँग धेरै यो स्नेक प्लान्टहरू हरियो र यो पहेँलोमा टन्नै बनेको छ। अझै नयाँ अरू भेराइटी पनि ल्याएर रोपौँला भनेको छु। यति धेरै अरू पनि बेबी प्लान्टहरू कति निस्किरहेका छन्। अब त झन् सिजनमा कति यति बेला धेरै निस्किन्छ नि त स्नेक प्लान्टको बेबी प्लान्टहरू। मैले फेरि यो बाहिर बरन्डामा राखिदिएको छु खुल्ला वातावरणमा। भित्र चाहिँ म त्यति राख्दिनँ, बाहिरै राख्छु। बाहिर राख्दाखेरि अलिअलि घामले त्यो पातको टुप्पाहरू यस्तो पहेँलो भएको हुन्छ। तर एकदमै राम्रो हेल्दी छन् सबै।